आज चाहिँ मैले मटर पनिरको तरकारी बनाएको छु। फर्स्टमा चाहिँ मैले पनिरलाई गोल्डन ब्राउन हुने गरी फ्राई गरेँ अनि त्यसलाई निकालेर मैले चाहिँ पानीमा राख्छु के। पानीमा राख्यो भने चाहिँ त्यो पनिर सफ्ट हुन्छ, त्यसैले चाहिँ पानीमा राख्नुपर्छ। त्यसपछि त्यही पनिर फ्राई गरेको भाँडामा जिरा हाल्ने अनि सुकेको खुर्सानी, हरियो खुर्सानी अनि प्याज हालेर त्यसलाई एकछिन चलाएर फ्राई टाइपको गर्ने, गोल्डन ब्राउन नहुन्जेलसम्म। एकछिन मजाले फ्राई गरेपछि चाहिँ टमाटरको र हरियो खुर्सानीको प्युरी बनाएर हालिदिने त्यसमा। अनि सँगसँगै अदुवा र लसुनको पेस्ट पनि हालेँ मैले अनि मजाले त्यसलाई चलाएर पकाउने। त्यसपछि मसलामा चाहिँ मैले धनियाको पाउडर, चिली पाउडर, बेसार, नुन अनि जिरा मसला हालेर मैले त्यसलाई चलाएँ राम्रोसँग। सबै मसला मिक्स भएपछि चाहिँ अब मटर हाल्नेको पालो, मटर हालेर त्यसलाई चलाउने। अनि यत्तिको देखेपछि चाहिँ बोइल गरेको आलु हाल्ने त्यसको माथि अनि त्यसलाई पनि चलाउने अनि यत्तिको बन्छ हाम्रो। सबै मसलाहरूलाई मिक्स गरेपछि चाहिँ अब पानी हाल्नुको पालो। पानी चाहिँ अलिकति वार्म वाटर भयो भने बेस्ट हो। चिसो पानीभन्दा तातो पानी हालेको राम्रो हुन्छ क्या तरकारीमा। जुन पनि तरकारीमा तातो पानी हाल्नुपर्छ झोल बनाउनको लागि। त्यसपछि अघि फ्राई गरेर पानीमा राखेको पनिरहरूलाई पनि हालिदिने अनि एकछिन बोइल हुन दिने सबैलाई। पनिरले चाहिँ त्यो झोललाई एब्जर्ब गर्छ अनि अझै सफ्ट र मिठो हुन्छ। पानीमा हालेपछि यस्तो सफ्ट हुन्छ नि, होइन मैले देखाइरहेको छु त्यत्तिको सफ्ट भयो क्या त्यो। अनि हाम्रो मटर पनिरको तरकारी पाकिसक्छ, माथिबाट कोरिएन्डर हालिदिने अनि इट्स रेडी टु इट अनि मजाले भातमा हालेर खाने। एकदमै मिठो भएको थियो, एकदमै सजिलो रेसिपी पनि छ। सो हजुरहरू पनि घरमा यो ट्राई गर्नु। आजको लागि यति नै हो। थ्याङ्क यू फर वाचिङ गाइज, बाई बाई।